ल भाइ हेलो गर्दैन अब लाग्दिएको बाइकमा जानु तपाईँ जानुभयो त अर्को गयो सबैले चिनेको डाँडा है यो देख्दै गरेको चाहिँ तपाईँको कालिम्पोङ साइड लै त गाइस हामी चाहिँ लाग्दिएको अब होइन राइडमा हल्का ल भाइ हेलो गर्दैन एकपल्ट मेरो भिडियो हान्छु त्यहाँ ल केटा हो कस्तो फ्याँकेको भन्नु वाट ओइ त गाइस हामी भने चाहिँ अहिले अब लाग्दिएको आज यो गोप्रोको चाहिँ ब्याट्री हल्का बिग्रेको थियो नि त अन्त हामीले चाहिँ जुगाड गरेर चाहिँ बनायौँ होइन आज चाहिँ गोप्रोमा अन्त चाहिँ जाँदैछु हो ब्याट्री भएको छ एकदम खुसी छ गोप्रोको मालिक एकदम खुसी छ हो त्यही खुसीमा चाहिँ आज हामी ओह्रालो झर्दैछौँ गोप्रो नबनिएको भए चाहिँ मेरो हिँडाइ कन्फर्म हुन्थ्यो गाइस होइन तर अब के भन्नु धन्दा र गोप्रोको ब्याट्री चाहिँ अब भएर चाहिँ म हिँड्नु परेन यसरी बाइकमा जानु पाइरहेको छु हो गाइस नभए चाहिँ मेरो चाहिँ हिँडाइ भएको हो अन्त के भन्नु अरू त अब यस्तै छ यी गाउँलेको बाटो होइन अब बिजेपी छ यसपालि गाइस भोट जितेको के गर्छ अब आशा छ होइन यस्तो छ बाटो हेरिहाल्नुहोस् न अब यो बाटो चाहिँ यस्तो छ होइन हल्का अफरोडिङ बाइक पनि अफरोडिङ नै हो सुर्ता छैन होइन नि बाइक चाहिँ अब मारी हिँड्छ गाइस हो सिकुटी खानु होइन तल गएर मोमो खाँदैन अरे नि त अब अलिकति कम्ती नै खाऊ तर शरीरमा लाग्ने खाउँ भन्छ केटाहरू अन्त के भन्नु अब होइन गाइस गाइस भन्नु चाहिँ अब मुखमै आइदिन्छ हौ विक्रम भन्छ नि भइहाल्छ होइन त्यस्तो उयो नै होइन एडिसन चाहिँ होइन कि हल्का तर अफरोडिङमा चाहिँ अब ओके हो यो बाइक चाहिँ तपाईँहरूले पर्चेस गर्नुभयो भने पनि अब यो बाइक चाहिँ ओके छ क्या अब मतलब तपाईँले धोकाहरू चाहिँ पाइदिनु हुँदैन होइन गाइस त्यसरी यहाँ घरहरू बनिँदैछ होइन हाम्रो यो गाउँ क्यान्टिन थियो हाम्रो क्यान्टिन हो यो हो गाइस गाडी रोकिरहेको छ होइन मामालाई हल्का दक्छु अब ओ मामा ए कता गयो के हो जङ्गल जङ्गलबाट निस्किँदैछ त अन्त माथिको चाहिँ हौडे मान्छे हाम्रो गएको ल आउनु यस्तै छ हाम्रो गाउँठाउँको भ्यू चाहिँ गाइस यस दा मिलन दा को गयो अन्त हजुर तपाईँ जानुभयो त अर्को गयो हुन्छ त हुन्छ त यहाँ चाहिँ हाम्रो गाउँको दाजुहरू होइन हल्काको यति भयो भने चाहिँ निस्काइदिने है हल्का त्यो होइन फरेस्ट यो चाहिँ हाम्रो सिकुटी डाँडा भनेर सबैले चिनेको डाँडा है यो चाहिँ यहाँदेखि भ्यू चाहिँ तपाईँको स्याटिस देखिन्छ गाइस यो देख्दै गरेको चाहिँ तपाईँको कालिम्पोङ साइड हेभी छ है म त यता रक्दाखेरि म पनि ब्रेकमा कति ब्रेक चाहिँ हल्का लगाएर सबै झारेर हल्का ब्रेक दिएर चाहिँ क्या जिउ झल्काएर चाहिँ सबै काटेर सबै काट्यो अफरोडिङ गर्नु चाहनुहुन्छ भने तपाईँहरूले यताबाट आउनु सक्नुहुन्छ होइन तर ओइ हाम्रो गाउँ पनि त्यति साह्रो नराम्रो त छैन नि हेभी राम्रै छ ब्युटिफुल होइन
बेसी हाम्रो चाहिँ गाइस नेचरल हो, नेचरलमा डिपेन्ड गर्छौँ होइन, हरियो परियोहरूमा डिपेन्ड गर्छौँ हामी चाहिँ बेसी हो गाइस। हाम्रो डेस्टिनेसनमा ल्याउनु आँटेको छौँ, अलिकति छ 10 मिनट लाग्दैन होला होइन। हामी चाहिँ अब यहाँ तल गएर सिकुटी खाने प्लानमा छौँ कि भाइ चाहिँ के हो अब के छ थाहा छैन, सिकुटी छ ला छैन रहेछ नि हौ। दाजु जहिले पनि हतार नै हुन्छ, सोध्न त्यो गाइस हामी चाहिँ हामी आइपुगिसक्यो होइन, थन्काइदियो। सरी फोन आइदिँदैछ हौ तेरो, भइदियो होला हौ काट्दै।